विकल्प छैन। अब जैविक काम गरे दिनभरि भारी बोक्यो, ढुङ्गा बोक्यो, अरू इँटा बोक्यो, बालुवा बोक्यो, अब के गर्ने सर? तपाईँको शरीरमा चोट पनि लागिराखेको छ के भयो? मेरो बुढीले मलाई यस्तो गरेको, तेरो केही पनि छैन त जा भनेर मेरो बुढीले भन्छ। यो अहिले घरमा पनि तपाईँलाई गाली गरिरहेको छ। बुढीले यस्तो भन्छ, तेरो केही छैन, सम्पत्ति छैन, केही छैन, त जा भन्नु। मेरो सालोले दिएको सम्पत्ति थियो, 1 कठा जग्गा थियो। मेरो सालो आफै बाइक एक्सिडेन्ट भएर मेरो सालो आफै बिस्तारामा छ, मेरुडन भाँचेर हात पनि चल्दैन, खुट्टा पनि चल्दैन। पिसाबको नली ल्याइरहेको 5 वर्ष भइसक्यो। हात हाल्नुपर्छ, निकाल्नुपर्छ, गुण निकाल्नुपर्छ। अनि के गरौँ अनि? मेरो बुढीले पनि के भन्नुहोस् त अनि? अब गर्ने के? मैले आत्मदण्ड गरेर गर्ने के अनि? आत्मदाह गरेर नि समस्याको समाधान हुन्न। त्योभन्दा तपाईँले सरकारले हेरेन भने, यो सरकारले मैले घन्टीलाई मैले एकदम मानेको हो। घन्टीले नै यति गरेन भनेपछि आत्महत्या आज बेलुका भन्दा भोलि बिहान देख्न पाउँदैन यो सरकारले मलाई। तपाईँले आत्मदाह गरेर तपाईँको परिवारको समस्याको समाधान हुन्न। हेर्दैन भने आत्महत्या गर्ने हो यो सरकारबाट। अब सिद्धियो, यो भन्दा माथि केही पनि छैन। म यहाँबाट हिँड्ने बित्तिकै आत्महत्या गर्ने हो सिधै यो। म पेट्रोल किनेर भए पनि आगो लाउँछु, मलाई हेरेन भने। कि मलाई हेर्नुपर्छ, नत्र आत्महत्या गर्छु म। या मान्छ या मान्दैन। के गर्नुपर्छ तपाईँलाई अब? मलाई सहयोग गर्नु पर्यो यो सरकारले। मलाई यो सरकारले सहयोग गरेन भने म आत्महत्या गर्छु। यो मेरो बालन सरकार, मैले घन्टी घन्टी भन्दै यत्रो चिच्याउने मान्छे म। मलाई यति सरकारले, यो सरकारले मलाई सहयोग गरेन भने आत्महत्या गरेर मरिदिन्छु। अब कस्तो खालको सहयोग गर्नु पर्यो सर? अब जे गर्न चाहन्छ सरकारले मलाई त्यो गर्नु पर्यो। हैन, तपाई के पीडित हो खास चाहिँ? म भूमिहीन पीडित हो। भूमिहीन हो म भूमिहीन। अनि रक्सी खाएर आउनु भएको छ त? अब मलाई के विकल्प छैन। मेरो बुढीले यता 13 जग्गा छैन, जमिन छैन, केही छैन भनेर मेरो बुढीले कुर्छ। मलाई विकल्पहरू के छैन सर? खाएँ हल्का, खाएर आयो, डौनै गनाइरहेछ। खाएर आएको भन्दैछु त हजुर। अनि पीडित मान्छे त आफ्नो मुद्दा राख्छ। अब के गरौँ सर? हिँड्दै आउँदाखेरिमा मलाई चक्कर लाग्छ, के गरौँ? यहाँ डिप्रेसन हुन्छ। अनि कि मर्ने बाटोमा? कहाँको सुकुम्बासीमा बस्नुहुन्थ्यो? म यो माछा पोखरीको उता मित्री पुल निरको सुकुम्बासीमा बसिरहेको हो। अहिले कहाँको होल्डिङ सेन्टर? होल्डिङ सेन्टर होइन म अहिले म हिले टोलमा बस्छु। म अनि बसिराख्नु भएको रहेछ त, के गर्नु पर्यो सरकारले? म भूमिहीन, मेरो बच्चालाई पढाउनलाई मेरो छैन केही पनि। अनि त्यो त हात खुट्टा सधैँ छ त? सधैँ भएर के? एउटा बच्चालाई पढाउने कि दुईटा बच्चालाई पढाउने कि भाडा तिर्ने कि के गर्ने सर? काम गरेर खानु पर्यो नि, रक्सी खाने। काम गरेर त आफूले खाने हो नि त। आफूले खान्छ काम गरेर। आफूले जन्मेको बच्चा कसले पाल्दिने त?